So hey guys, स्वागत छ मेरो भ्लगमा। माय नेम इज आराध्या। अनि आज चाहिँ हाम्रो घरमा मोमो पाक्दैछ। हामी चाहिँ मोमो खाने आज। मेरो दिदीहरू आउनु भएको थियो अनि आज हामी चाहिँ मोमो पकाएर खान आँटेको। मोमो माथि चाहिँ पाक्दैछ। जाम हामी छिटो माथि माथि आइसक्यो। सो गाइज यहाँ चाहिँ हाम्रो चटनीको प्रिपेरेसन हुँदैछ। अनि यहाँ चाहिँ मैले साथीकोबाट ल्याएर भाडा राखेको थिएँ। अनि यहाँ चाहिँ हुँदैछ त्यो मोमोको फिलिङ्स। अनि यहाँ चाहिँ मम्मीले भाँडाहरू सबै धोएर राख्नु भएको छ। अनि यहाँ चाहिँ हुँदैछ मोमो बनाउनु हुँदैछ यहाँनिर सबै दिदीहरू फुपूहरू मिलेर। अनि गाइस मलाई चाहिँ खाना हतार भइसकेको चाहिँ म चाहिँ त्यहाँ बसेर हेरिरहेको थिएँ। सबैजनाले बनाइराख्नु भएको रहेछ मिलेर। अनि मलाई चाहिँ यहाँ बसेर अल्छी लागिरहेको चाहिँ मोमो खाना मलाई झन्डै 2 प्लेट मोमो खाएँ होला। अनि मोमो खाएँ। धेरै मिठो थियो। अचार त झनै मिठो छ। अनि त्यहाँदेखि त्यो मोमो खाएँ चाहिँ एकछिनपछि झोल मोमो पनि बनाउनु। त्यो पनि धेरै मिठो थियो। झोल मोमो सबै खाएँ आज मैले। अनि आज चाहिँ खाना नखाने मैले धेरै मोमो खाएँ। मेरो पेटमा मोमो बाहेक अरू केही पनि छैन। अब चाहिँ म सुत्न आँटेको। राति भइसक्यो। So thank you so much for watching. Like, share, subscribe. Bye bye.